गाइस अब चाहिँ हामी जाँदैछौँ तलतिर। हामी झरिसकेको छौँ। हाम्रो भ्लगमा जोडिदिनु होला। हामी यहाँ पानी परेको मौसममा भ्लग बनाउँदै अब रायचौरी जाँदैछौँ। अब रायचौरीमा म्याच छ देखाउँछु म। आज मेरो साथीहरूको म्याच हो। साथी मतलब एकजना साथी छ, तिनीहरूको टिमको म्याच हो। जोडिराख्नु होला हाम्रो वर्ल्ड भ्लगमा। लाइक सब्सक्राइब गरिदिनु भनेर म अनुरोध गर्छु। हामी अब हिँड्नु। हामी चाहिँ अब ठ्याक्कै रायचौरीको यता घर यतै। अब यो मकमारीदेखि पल्लोपट्टि घर छ। हेर्नुहोस् रायचौरीको छेउछेउ आइपुग्यौँ। यता पनि हेर्नु हाम्रो यो ब्लटिङ खुलेको छ। पछाडि हाम्रो साथी आउँदै हुन्छ, देखेको छैन, त्यो टाढा छ हैन। अगाडि भाइ बहिनीहरू खेल्दैछन्। यी हाम्रो साथीको घर हेर्नु। पहिलो कस्तो घर थियो भने यस्तो टाढे घर थियो, अहिले यत्रो बनाएछन्। म यता गाउँमा आएको पनि धेरै भयो तलतिरपट्टि। यस्तो यो घरको भाइको नाम चाहिँ जनक सर। अब हिँड्नु हामी यता नबोली हिँड्छौँ हामी अब। हाम्रो साथी यहाँ डराउँदैछ, मान्छेले कुट्छ भनेर म यहाँ आँटिदिँदैछु। यो हो डराउने चाहिँ। अहिले यहाँ पारामा हिँड्दैछ। अहिले घरमा घर अरे चोरी गएपछि हुन्छ जस्तो लाग्दैछ। तर जति सक्दो म बचाउन कोसिस गर्छु। मभन्दा ठुलोसँग न्यु खोज्छ। यो हावा छ, हावा चाहिँ। तर न्यु चाहिँ फेरि मभन्दा ठुलोसँग खोज्छ। सक्न चाहिँ फेरि यसले मलाई सक्दैन हो, किन भन्? देख्नुभयो नि, फेरि भन्दै हो। अब यहाँबाट जोडिँदै जान्छौँ हामी। जाम अब हामी पुग्दैछौँ अब। हेर्नुहोस् गाइस, हेर्न सक्नुहुन्छ यो हाम्रो खदम क्याम्पस हो। यत्रो ठुलो चौरी छ हेर्नु। तपाईँलाई म यहाँदेखि अब हाम्रो दाइको साथीको घर हो हेर्नु। मेरो साथीको घर चाहिँ फेरि यहाँ पनि छ। टक्कै हो ठुलो बिल्डिङ। पछाडिबाट कुद्दै आउँदैछ हेर्नु। अनुहार छोपेको छ, लाज लाग्छ हरेलाई होइन। यो हेवाबाट आएको हो कि यो एकदम लजाउँछ होइन। हेर्न सक्नुहुन्छ अझै लजाउँदैछ हाम्रो रिजन। गेम अब सुरु भएको छ कि छैन जान। यहाँ रिजन कुद्दैछौँ। यो गोरो न गोरो छ, हामी चाहिँ कालो। अब यहाँबाट बनाउनु गेम सुरु भइसकेको हो। हाफ पनि भइसकेको छ। हाफ भइसकेको छ होइन। उहाँ हेर्नु हाम्रो खेलाडी। यहाँ हेर्नु जीवन दाई। ए हाम्रो चाहिँ जीवन दाई हो यो। गोल।